हेलो गाइस सबैजनालाई हामी चाहिँ पोखरा जाँदैछौँ अहिले चाहिँ लन्चको लागि बसिरहेछौँ हैन अब एकछिन चाहिँ धौबा के लास्टै थकेला ढाड पनि मजाले दुखिरहेछ हैन दामी लागिरहेछ ल यो ठाउँमा पहिलोचोटि फर्स्ट टाइम आएको धेरै मजा लाग्यो के अब यसो बाटो हेर्दै आयो हैन डर पनि लाग्छ अब सुरुमा आउँदाखेरि अलि बढी टर्निङ रहेछ हैन भन्दा हामी त राइडरै हो त्यस्तो गाह्रो छैन ओके गाइज अब केही छिनमा हामी चाहिँ पोखरा जान्छौँ पोखरा गइसके पछाडि हामी त्यहाँको भ्यू चाहिँ है आजको पुरा डिटेलमा आउँछ ल ओके फाइनली हामी चाहिँ ट्याक्क खाना खान थालिसकेका छौँ अब खाना खाए पछाडि चाहिँ हामी जाने होइन भेज देखाउँछु ल गाइस स्टार्ट म चाहिँ मासु खानेवाला पर्यो सर चाहिँ भेज हुनुहुन्छ होइन अब हामी खान्छौँ त्यसपछि पोखरातिर लाग्छ खुर्सानी चाहिँ गाइस मलाई यो खुर्सानी सकिन्छ अहिले एकछिनमा खान्छु है म चाहिँ मासु खान्न कि गाई चाहिँ होइन भेज हो होइन उनी चाहिँ नन भेज के छ ठिक छ खानु कस्तो छ ठिक छ नि हातले खाइदिएको हातले ल दामी छ खाना हामी चाहिँ यो काठेगोला गाउँपालिका भन्ने रहेछ काठेगोला भन्ने ठाउँमा खाना खाँदैछौँ हजुरहरू पनि यता आउँदाखेरि एकचोटि काठेगोलामा खाना खाएर एकचोटि टेस्ट लिनुहुनेछ भन्ने आशा छ है त अहिले बन्द गर्छु फेरि पनि भ्यूहरू हेर्दै गर्छु है यस्तो ल गाइज आज हामी चाहिँ भात खाएर पोखरातिरको बाटो लाग्दैछौँ यहाँबाट हामी 3 घन्टा समथिङ 3 घन्टा लाग्छ अरे र हामीले बिच बाटोमा भएका विभिन्न कुराहरू हामीले देखाउँदै जानेछौँ र तपाईँहरूले यो मेरो भिडियो हेर्दै हुनुहुन्छ र जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहुनेछ भन्दै अहिलेलाई बाई बाई फाइनली हामी अब फाइनली गाइस हामी पोखरा गइसक्यौँ यहाँ हामीले मजाले खाना खाइसक्यो पछाडि लागि केही छिनको थकाएपछि हामी हिँडेका छौँ यही रमाइलो छ फेरि अब मजा पनि आइरहेछ धो पनि भइरहेछ है दामी छ वाउ बाटो पनि देखाउँ है एउटा बाटो पनि देखाउँ है वाउ हेलो गाइस वेलकम टु मेरो युट्युब च्यानलमा जोडिएको सम्पूर्ण है त हामी चाहिँ पोखरा जाँदैछौँ ठाउँको नाम हो भिटामा चाहिँ हामीले भात खाएर अगाडि भाषा घरै चाहिँ यहाँ पनि रहेछ ल एक त हेर्नु न अगाडि कति दामी छ है अगाडि हेर्नु न यो जङ्गल है यो बाटो है क्या मजा लागिरहेछ साँच्चीकै हाम्रो नेपाल एउटा स्वर्गकै टुक्रा हो जस्तो लाग्छ क्या हिमाल छ पहाडहरू छ होइन अब पार्टीबाट हिमाल देखिरहेको छ त्यसपछि पहाडहरू छ होइन ओह्रालो उकालीहरू बाटोहरू छ त्यसरी मलाई चाहिँ यस्तो कोडहरू छ धेरै होइन गलाएको छ नि गयो नि गयो वाउ दामी दामी ओके गाइजहरू है दामी छ क्या बाग्लुङ बजार आयो है फाइनली अब पोखराको लागि हामी हिँडिरहेछौँ ओके गाइस ल एकछिन बनाइराख्छु
फाइनली हामी चाहिँ बागलुङ बजारमा पोखरा जानु पर्छ हजुर थाहा छैन होइन होइन तपाईँ- बाइकमा बाटो कता हो भने ए यता भयो त्यही सोधे के ल थ्याङ्क यू थ्याङ्क यू यतै हो ल बहिनी हामी फरक बाटो गयो भने तिमीलाई गाली पाउँछ है फर्स्ट टाइम आएको होइन यहाँकोलाई त बिल्ला लाज जस्तो लाग्छ होइन अब के थाहा अब हामी फर्स्ट टाइम आएछ होइन यता आउने कामै पर्दैन त्यसपछि थाहा पनि छैन कि गाई चाहिँ अब के गर्नु सोध्नु पऱ्यो हाल्यो फेरि उल्टो बाटो गयो भने त फर्किनुपर्छ होइन ओके ल तर त्यो साँझ इन्जोय भइरहेछ मजा आइरहेछ बाइकमा लास्टै थकाइ पनि भइरहेछ के गर्नु अब जानै पऱ्यो होइन ओके कति लाग्छ टाइम कति लाग्छ 2 घन्टा लाग्छ है हस् थ्याङ्क यू दाइ चाहिँ राइडर हो होइन अब यसलाई बाल छैन कि सर हिँडिरहेछ है त्यो दाइसँग म डर पनि लागिरहेको छैन थकाइ ला पनि बरु मैले पनि चलाउँथेँ क्या यार दाइ बाटो चाहिँ राम्रो छ सिल बहिनीहरूलाई सोधौँ है बहिनीहरू छ नि हो यो बहिनीहरूलाई चाहिँ सोद्धाखेरि राम्रो हुन्छ क्या नानी हेलो हेलो हामी पोखरा यता कि यता यता ल थ्याङ्क यू है लाइक दिस अब हामी चाहिँ फाइनली लाग्यौँ है गाइस बागलुङ कालिकाको दर्शन गरेर सरकार चाहिँ अब पोखराको यात्रा तय गरिसक्यौँ बागलुङ कालिकाको दर्शन गऱ्यौँ अब चाहिँ यो होइन सरल र यो बागलुङ बजारबाट देखिन्छ अब कालिकादेखि पोखराको के हिजो बाटोले गर्दा त हामीले कति दुःख पायौँ होला पहिलोचोटि हो गाइस होइन कस्तो छ हजुरहरूले पनि हेर्नुहोस् पनि पहिलोचोटि जाँदैछौँ के हुन्छ कस्तो हुन्छ सबै कुराहरू हजुरलाई भिडियो देखाउँदै जान्छौँ ल त गाइज अहिले चाहिँ हामी यो पोखराको नजिक आइसकेका छौँ अहिले चाहिँ अब आउनै लागेको लक्ष्मी देउराली भन्ने ठाउँमा आइसकेको छौँ हामी हेन्डसम 21 किलोमिटर बाँकी छ अब हाम्रो 21 किलोमिटर पछाडि हामी चाहिँ कास्कीको लुम्लेमा छौँ अब यो पोखराको यात्रा लास्टै कठिन भयो धोबो पनि भयो रमाइलो पनि त्योभन्दा बढी भयो होइन अब हामी पुग्नै लागेका छौँ हाम्रो चाहिँ यात्रा अब टुङ्गिँदैछ है गाइड ओके ल
गाइज फाइनल्ली हामी चाहिँ पोखरा आइसक्यौँ अनि पोखरामा आइसकेर पनि हामी रुम लिएर बसेको अवस्था। अब चाहिँ हामी नुहाइधुवाइ गर्छौँ अनि त्यसपछि खाजा नास्ता खाएर चाहिँ घुम्नतिर लाग्छौँ है त। ओके।